आजको ब्लग चाहिँ मर्निङबाट स्टार्ट गर्दैछु। सो हे एभ्रीवान, वेलकम टु माई मिनी ब्लग। तपाईँ सबैजनाहरूलाई मेरो भिडियोमा स्वागत छ। सो आज चाहिँ हिजो राति नै मैले जियो मार्टबाट मैले रासन पानीहरू ग्रोसरीहरू अर्डर दिएको थिएँ। 1 महिनाको लागि अब जे चाहिन्छ ग्रोसरी घरको लागि सबै अर्डर दिएको थिएँ। सो बिहान 8:30 बजी नै आइपुगेछ र म त्यही अनबक्सिङ गर्दैछु र साथमा मेरो नानी पनि हेल्प गर्दैछ। उसलाई चाहिँ अब यो पार्सल आएको बेला चाहिँ ऊ हुँदाखेरि चाहिँ उसलाई पुरा एक्साइटमेन्ट हुन्छ के आयो आएन, उसको खानेकुराहरू आयो कि आएन भनेर। र यो अलिक बिमारी नै छ, आज स्कुल पनि गएन। अब सर्दी खाँसीले गर्दा यो सिजन चेन्ज भएर होला बिमारी नै छ। अनि म चाहिँ उसलाई अब देखाउँदैछु, उसको ओरियोहरू पनि मगाइदिएको थिएँ। ऊ चाहिँ उसको ओरियो खोज्दैछ अनि ओरियो अनि त्यो वाइप्स पनि म भन्दैछु। उसले सोध्दैछ मामा यो के हो भनेर। सो म भन्दैछु यो वाइप्स हो, तिम्रो मुखहरू गन्दा भयो भने पुस्नको लागि बाहिर जाँदाखेरि काम लाग्छ भनेर ल्याइदिएको थिएँ। सो त्यही भन्दैछु म, यो राम्रो तिम्रो लागि नै हो भनेर। र यो मुङ दाल चाहिँ बिकाजीको उसलाई बहुत राम्रो लाग्छ, कुनै पनि ब्रान्डको होस् तर मुङ दाल चाहिँ उसलाई बहुत राम्रो लाग्छ। अनि मलाई देखाउँदै थिएँ यहाँ तिम्रो लागि मैले मुङ दाल अर्डर गरेँ भनेर। र ऊ चाहिँ अर्कै चिज खोज्दैछ, ऊ चाहिँ खोज्दैछ ओरियो। उसलाई ओरियो र चोकोपाई चाहिँ बहुत धेरै मनपर्छ हो। सो मैले यो पालि चाहिँ चोकोपाई अर्डर दिइनँ, ओरियो मात्रै दिएँ, किनकि दुइटै चिज हुँदाखेरि ऊ खानै नै खाँदैन। बरुभन्दा चोकोपाई त बेला मौकामा दिन सक्छु भनेर। अनि उसले चाहिँ ओरियो नै निकालिहाल्यो फर्स्टै, अब उसको फेभरेट नै ओरियो हो। र म यहाँ सामानहरू निकाल्दैछु, घिहरू पनि आएको रहेछ। कुन सामानहरू चाहिँ मिसिङ रहेछ अब स्मार्ट बजार या फिर विशाल जाँदाखेरि ल्याउँछु भनेर सोच्दैछु। यसै त स्मार्ट बजार र विशाल त सामनै छ, घरको सामनै छ। र पनि अब माथि चढाउनुपर्छ सामान है, र यो होम डेलिभरी हो भनेर। र सामानहरू ल्याइसकेपछि चाहिँ म सिधा गएँ ब्रेकफास्ट बनाउनको लागि। ढिलो भइसकेको थियो, त्यो अनबक्सिङ गर्दा सामान मिलाएर राख्दा 10:30 नै भइसकेको थियो। र आज चाहिँ ब्रेकफास्ट मैले बनाएको थिएँ पुरी अनि आलुको सब्जी, र साथमा यहाँ चिया पनि बोइल गर्दैछु। मैले चिया खाँदै छोडिदिएको थिएँ, तर यो ठन्डा मौसमले गर्दा फेरि खाना चालु गर्दैछु है म चाहिँ चिया। अनि अब ब्रेकफास्ट खुवाउँदै पनि नानीलाई अब टिभी हेर्दै खुवाउँदै थिएँ। र ऊ चाहिँ यहाँ क्यामेरामा हेरेर एकदम एक्टिङ गर्दैछ। म भन्दैछु के यस्तो मुख पारेको तैँले भनेर। अनि त्यहाँबाट ब्रेकफास्ट खाइ मात्रै सकेको थिएँ, पार्सलवालाको फोन आयो कि भाइदो तपाईँको पार्सल आएको छ, तल आउनु भनेर। र त्यहाँ गएर पता चल्यो कि यो पार्सल त ओपन अन डेलिभरी रहेछ। सो त्यसले खोलखाल पारेर दिँदैछ। अब के बिच बाटोमै म यो सबै पार्सलहरू खोलखाल हुँदैछ। मान्छेहरू पनि हेर्दै थिए के चाहिँ रहेछ यसको यहाँ आएको भनेर। र यो पार्सल खोलखाल गरेर दियो उसको अब ओटिपीहरू दिए।